20 लाख नेपाली रुपियाँ तिरेर चाहिँ 3 महिनाको लागि सिजनल भिजामा जर्मनी आउनुभएको छ। अहिले मलाई टिकटकमा चाहिँ म्यासेज गर्नुहुन्छ, प्लिज हेल्प गर्नु दाइ, गाइड गर्नु पर्यो, म जर्मनीमै छु, म फलाना ठाउँमा बसिरहेको छु भन्नुभयो। र मैले मेरो फेसबुकको मेसेन्जरमा मलाई म्यासेज गर्नुहोस् अनि त्यहाँ कुरा गरौँ भने, अनि उहाँले मलाई चाहिँ मेसेन्जरमा कल गर्नुभयो अनि हामीले कुरा गर्दै गर्दाखेरि उहाँले 20 लाख रुपियाँ तिरेर चाहिँ सिजनल भिसामा आउनुभएको रहेछ जर्मनी। अनि यहाँ चाहिँ फेरि एकपटक मात्रै त्यो सिजनल भिजालाई एकपटक मात्रै चाहिँ एक्सटेन्डेड एकचोटि मात्रै भिजा थप्छ। उहाँको पनि 5 महिनाको थपिदिएको रहेछ र त्यसपछि चाहिँ थप्दैन हैन, त्यसपछि चाहिँ फर्किनै पर्छ भनेर उहाँले भन्नुभयो। र नर्मली यही छ सिचुएसन यहाँको। र उहाँले चाहिँ मलाई सल्लाह सुझाव माग्नु भएको थियो अनि मैले भने 20 लाख रुपियाँ तिरेर 3 महिनाको लागि मात्रै आउनुभयो, जबकि तपाईँलाई थाहा छ हैन एकपटक मात्रै थपिन्छ। अलरेडी उहाँलाई एजेन्टलाई पहिले नै भनिसक्नु भएको रहेछ, जसले चाहिँ उहाँलाई यहाँ ल्याउनु भयो हैन जर्मनी। र उहाँले हुन्छ तर भनेर म जान्छु भनेर आउनुभएको रहेछ। अनि उहाँले चाहिँ मलाई के गर्दा बेटर हुन्छ हैन सल्लाह दिनुहोस् प्लिज। मेरो आफ्नै मान्छेहरूलाई सल्लाह माग्दाखेरि पनि उहाँले चाहिँ धेरै कुराहरू गर्दै गर्दा के गर्ने यो विषयमा केही थाहा नै छैन हामीलाई भन्ने कुराहरू गर्नुभयो हैन। कति कुराहरू चाहिँ थाहा हुँदैन हैन। र मैले चाहिँ भने नर्मली सबैभन्दा पहिले चाहिँ सेन्जेन कन्ट्रीमा आइसकेपछि प्राय मानिसहरू चाहिँ पोर्चुगल जाने गर्थे पहिले। पोर्चुगल अहिले फाइल लक हुन बन्द भएको छ जुन अर्को तरिकाले गर्दा, कि त त्यहाँनिर कुनै पनि लिगल वेबाट जाँदै गर्दा पाउनुहुन्छ। अनि अर्को वे चाहिँ स्पेन छ हैन। स्पेन चाहिँ तपाईहरु जान सक्नुहुन्छ, त्यहाँनिर कुनै पनि तरिकाले गएर चाहिँ त्यहाँनिर एक्सचेन्ज गरेर टिआरसी बनाएर अलिकति सङ्घर्ष गर्नुभयो भने त्यहाँनिर चाहिँ तपाईहरु पेपरको वेमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अनि तपाई स्पेन जान सक्नुहुन्छ। अहिले पोर्चुगल त बन्द भएको छ भन्दै गर्दा उहाँले चाहिँ भरसक चाहिँ म यहीँनिर बस्न चाहन्छु जर्मनी नै, के गर्दा हुन्छ भनेर भन्नुभयो हैन। मैले चाहिँ बेटर वे हैन धेरैवटा वे छ जुनमा चाहिँ तपाईले सबैभन्दा पहिले तपाईमा चाहिँ ल्याङ्ग्वेज हुनुपर्छ हैन। तपाईसँग ल्याङ्ग्वेज स्किल हुनुपर्छ, सँगसँगै तपाईसँग चाहिँ पुरानो एक्सपिरियन्स स्किलहरु छ भने चाहिँ तपाई हाउस बिल्डिङको लागि चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। तपाईले ल्याङ्ग्वेज गरेर आउनु भएको भएन भनेर सोध्दाखेरि मैले ल्याङ्ग्वेज गरेको छैन भनेर भन्नुभयो। तर उहाँसँग स्टिल थोरै टाइम रहेछ हैन। अनि त्यो टाइममा चाहिँ सर्टेन तपाईले चाहिँ एकदमै हुन्छ नि सर्टेन कोर्सहरु लिनुहोस् हैन अनलाइनबाट हैन। अनि तपाईले चाहिँ सकेसम्म चाँडो चाहिँ विमानको सर्टिफिकेट निकाल्न सक्नुभयो भने हैन, अनि ल्याङ्ग्वेज गरेको सर्टिफिकेट निकाल्न सक्नुभयो भने चाहिँ तपाईले चाहिँ हाउस बिल्डिङ गर्न सक्नुहुन्छ। उहाँसँग अलरेडी 10 वर्षको चाहिँ एक्सपिरियन्स रहेछ हैन वेल्डरको। सो त्यसमा तपाई चाहिँ एक्सपिरियन्सको आधारमा प्लस ल्याङ्ग्वेज थोरै सिकेको आधारमा पनि हाउस बिल्डिङको लागि चाहिँ तपाई जान सक्नुहुन्छ। इभन हाउस बिल्डिङ चाहिँ धेरै किसिमको हाउस बिल्डिङ छ जसमा चाहिँ तपाईलाई नर्मली अलिकति गाह्रो हुन्छ हैन। तर चाहिँ हाउस बिल्डिङको लागि चाहिँ तपाईले यदि चाहनुभयो थोरै धेरै तपाईँ जर्मन बोल्नुहुन्छ र पढ्दै हुनुहुन्छ, एक्जामको लागि तयारी गर्दै हुनुहुन्छ भने चाहिँ र तपाईँ पछि बुझाउँछु म A2 को चाहिँ छ मसँग सर्टिफिकेट अनि B1को चाहिँ म पछि तपाईलाई प्रोभाइड गर्छु। म यो हाउस बिल्डिङ गर्ने बेलासम्म चाहिँ तपाईलाई उपलब्ध गराउँछु भने कतिपय कम्पनीहरूले चाहिँ लिने गर्छ है। जस्तै कन्स्ट्रक्सन भयो हैन, कतिपय कुराहरू चाहिँ तपाईले यसको विषयमा चाहिँ एउटा पोडकास्ट पनि हेर्न सक्नुहुन्छ हैन। गफकाफ जर्मनी भन्ने रमन दाजुको चाहिँ एउटा पोडकास्ट छ, त्यहाँ पनि उहाँले चाहिँ एकजना दाजुको चाहिँ इन्टरभ्यु लिनुभएको छ। र धेरै वेहरू छ, अप्सनहरू खोज्यो भने हैन तपाईहरुले पाउन सक्नुहुन्छ त्यो हैन। यदि इभन अप्सन केही पाउनु भएन भने पनि अब स्पेन त तपाई सजिलै जान सक्नुहुन्छ, त्यहाँ आफूलाई चाहिँ सङ्घर्ष गर्न सक्नुहुन्छ हैन। र म यही भन्न चाहन्छु हैन, तपाई हिम्मत नहार्नुहोस्। तपाईहरु जस्तो धेरै हुनुहुन्छ उहाँ जस्तो हैन। कतिले त मलाई टिकटक इनबक्समा भोइस मेसेज पठाउनु भएको छ हैन। अगाडि बढ्नलाई चाहिँ कसरी गर्ने भने विभिन्न समस्याहरू देखाउनुहुन्छ का। एक दुई जना मात्रै हैन, धेरै जनाले मेरो यस्तो समस्या छ भनेर देखाउनुहुन्छ हैन। इभन कतिले चाहिँ अब त्यतिकै कुरा मात्रै गरेको हुन सक्छ, कतिलाई साँच्चैकै समस्या पनि परेको हुन सक्छ हैन। अनि त्यस्तो अवस्थामा म चाहिँ तपाईले हिम्मत नहार्नुहोस् हैन। जसरी अगाडि बढ्छु भनेर अगाडि
परदेश आउनुभयो होइन, परदेश सजिलो छैन, आफ्नो देश जस्तो होइन, धेरै कुराहरूको चाहिँ समस्याहरूलाई फेस गर्नुपर्ने हुन्छ। धेरै कुराहरूमा चाहिँ अलिकति धैर्य होइन, सहनशीलता अनि इन्टिग्रेसन अलिकति भनौँ न, अलिकति सहनशीलता हुनुपर्छ होइन। धेरै कुराहरू धैर्य गर्न सक्नुपर्छ, सहन सक्नुपर्छ। सफलताको लागि त्यति सजिलो छैन, त्यति सजिलै चाहिँ सफल हुन सकिन्न होइन। र त्यति सजिलै सफल भएको पनि त केही मतलब भएन नि त होइन। सो जस्तै मेरो एउटा सानो उदाहरण दिन्छु तपाईँहरूलाई होइन। म 2023बाट चाहिँ वर्ल्ड पिस क्याम्पेन गरिरहेको छु होइन। 2023 रोमानियामा सुरु गरेँ होइन, 24मा गरेँ, त्यसपछि 25मा चाहिँ जर्मनीमा गरेँ होइन। 25मा जर्मनी मैले रोमानियामा वर्ल्ड पिस क्याम्पेन गर्दाखेरि सुरुमा त म एक्लै नै सडकमा नाच्दै होइन, एउटा पार्कमा नाचेरै गरेँ। कतिजना साथीहरूले सपोर्ट गर्नुभयो। त्यसपछि ठाउँ ठाउँमा गरेँ, धेरै नेपालीहरूले साथ सपोर्ट गर्नुभयो रोमानियामा होइन। त्यसपछि म बुल्गेरिया गएँ, बुल्गेरिया एक्लै गएँ, बुल्गेरियामा एक्लै नाचेँ, एक्लै गरेँ। केही नेपालीहरू आउनुभयो, केही विदेशीहरू आउनुभयो होइन। अनि त्यसपछि फेरि जर्मनी आएँ, जर्मनीमा धेरै साथीहरू साथ सपोर्ट गर्नुभयो, धेरै नेपाली दाजुभाइ दिदीबहिनीले साथ सपोर्ट गर्नुभयो। जब जर्मनी को 2025मा चाहिँ म जर्मनीभरि नै वर्ल्ड पिस क्याम्पेन गर्ने जुन मेरो एउटा चाहना थियो होइन, त्यो चाहना चाहिँ पुरा गर्नलाई म जर्मनीभरि नै हिँड्ने प्रयास गरेँ। सोच बनाएर हिँडेँ पनि। हिँड्दै गर्दाखेरि कहिले ठाउँमा एक्लै पनि गर्नु पर्यो, एक्लै कोही पनि हुन्न थियो होइन। र एकजना विदेशी भनौँ न, केटी भनौँ होइन, विदेशी केटी आएर चाहिँ उहाँले सोध्नुभयो, परिचय गयो, चिनजान गऱ्यो, म यस्तो उस्तो, म यो गर्न चाहन्छु, मेरो यो सपना भने चाहिँ उहाँ एकदमै एग्री हुनुभयो। अनि उहाँले साथ सपोर्ट दिनुभयो होइन। अनि त्यसपछि उहाँसँगै नाच्नु पनि भयो मसँगै। र उहाँसँग चाहिँ अहिले पनि मसँग कुरा हुन्छ उहाँसँग होइन, इन्स्टाग्राममा। र त्यसपछि त्यो गर्ने क्रममा चाहिँ कतिपय मान्छे आउनुभयो, हेर्नुभयो, जानुभयो होइन। कतिले साइन गर्नुभयो, कति खुसी व्यक्त गर्नुभयो। तर एकजना व्यक्ति चाहिँ साइडमा सर आउनुभयो, अनि आएर चाहिँ सर हेर्नुभयो, अनि सोध्नुभयो, नाम सोध्नुभयो, देश सोध्नुभयो, के गर्नु आँट्नु भएको भन्ने कुरो सोध्नुभयो। त्यस सोधेपछि मैले सबै कुराहरू विस्तृत खुलाएपछि उहाँले चाहिँ एकदमै खुसी व्यक्त गर्नुभयो होइन। खुसी व्यक्त गरेर चाहिँ सिग्नेचर गर्नुभयो। र अनि तपाईँ जस्तो मान्छेहरू धेरै चाहिएको छ होइन। विश्वमा पनि यो शान्तिको लागि, मानवताको लागि कुरा गर्ने मान्छेहरू तपाईँ जस्तो धेरै चाहिएको छ भन्नुभयो। अब मलाई लाग्यो अहिलेसम्म कति दुःख गर्दै म यहाँ आइपुगेँ होइन, अथवा कति दुःख गर्दै अगाडि बढ्दै चाहिँ त्यो ठाउँमा पुगेको थिएँ। त्यो एउटा शब्दले क्या कति दुःखहरूलाई चाहिँ हराइदियो क्या। मतलब एकदम सुखानुभूति फिल गरायो भनौँ न, अनुभव गरायो। र एकदमै खुसी लाग्यो। त्यस्तै गरी अब म यहाँ कतिपय कुराहरू बोलिरहेको हुन्छु होइन, टिकटकमा, युट्युबमा होइन, फेसबुकमा। होला अब कति मान्छेलाई त्यो मन नपर्नु पनि सक्छ, कतिलाई चाहिँ बेवास्ता पनि गर्नुहुन्छ। तर एकजना व्यक्तिलाई कसै न कसैलाई चाहिँ त्यो मोटिभेसन मिलिरहेको हुन्छ जस्तो लाग्छ होइन। किनकि मैले रियालिटी कुराहरू गरिरहेको हुन्छु, मैले भोगेको कुराहरू देखाइरहेको हुन्छु। र कहिले मेरो सपनाहरू होइन, जुन मेरो औकातभन्दा बाहिरको ठुलो सपनाहरू चाहिँ प्रस्तुत गरिरहेको हुन्छु। मेरो क्षमताभन्दा बाहिरको सपनालाई चाहिँ म त्यसलाई हासिल गर्ने, त्यसलाई चाहिँ कसरी पुरा गर्ने भनेर सङ्कल्पको साथ सङ्घर्ष गरिरहेको हुन्छु। हरेक स्टेपहरू तपाईँहरूलाई प्रस्तुत गर्दाखेरि चाहिँ कति मान्छे मोटिभेसन हुन्छ होइन। ओ फल्ना मान्छेले यसो गर्दैछ होइन, यसरी गर्दा हुन्छ होला, अथवा गर्दै हुनुहुन्छ, लेट्स सी भनेर कसैले हेरेर पछि त्यसलाई चाहिँ होइन, पछि उहाँको कस्तो हुन्छ भनेर पनि उहाँले कतिले चाहिँ पर्खेर बस्नुभएको होला। सो एक दुईजना मान्छेलाई भए पनि यो मोटिभेसन मिल्छ भने त्यो पनि मेरो एउटा ठुलो उपलब्धि हो होइन। जीवन आखिर मरेर जाने चोलो होइन। जति नै हामीसँग चाहिँ धन सम्पत्ति होइन, गाडी घोडा महल जति नै कमाए पनि जमाए पनि छोडेर जानुपर्छ। यो शरीर छोडेरै जानुपर्छ होइन। सो यो सबै आखिर छोडेर जाने चिज हो भने हामीले केही न केही गरेर जाउँ भन्ने सोचले चाहिँ एकजना व्यक्ति, दुईजना व्यक्ति या कतिजनालाई गर्न सकिन्छ होइन। सकेको सहयोग, हेल्प या कसैको जीवन परिवर्तन गर्नको लागि गर्ने एउटा छुट्टै किसिमको
प्रयासहरू हुन्छ। सो त्यो प्रयासहरूमा म निरन्तर छु। इन फ्युचरमा कति के गर्न सक्छु थाहा छैन, तर अब म पनि धेरै चोटहरू होइन खाएर सङ्घर्ष गर्दै, धेरै ठक्कर खाँदै, धेरै फेलियरलाई फेस गर्दै, धेरै सङ्घर्षलाई नजिकबाट निहालेर होइन, अनि यो हातको नौराहरू ख्याएर यहाँसम्म आइपुगेको छु। थाहा छैन इन फ्युचर के हुन्छ, र आई होप होइन जस्तो हुन्छ जे हुन्छ सबै चिजलाई म एक्सेप्ट गर्छु र फेरि अगाडि बढ्छु। सो तपाईँहरू पनि यदि अगाडि बढ्न चाहनुहुन्छ भने चाहिँ हिम्मत नहार्नुहोस्। 1 पटक, 10 पटक, 100 पटक, 1000 पटक फेल भए पनि फेरि उठ्नुहोस्, फेरि अगाडि बढ्नुहोस्, र जति पटक तपाईँ फेल हुनुहुन्छ त्यति पटक एउटा न एउटा कुरा सिक्नुहुन्छ, र धेरै पटक फेल भएर उठेको मान्छे, सफल भएको मान्छे मात्रै चाहिँ एउटा त्यो सफलताको भ्यालु चाहिँ थाहा हुन्छ है। ती व्यक्तिहरूलाई मात्रै सफलताको भ्यालु थाहा हुन्छ होइन, जसले चाहिँ सङ्घर्ष गरेको छ, जसले चाहिँ धेरै फेलियरलाई नजिकबाट निहालेको छ है। सो सबैजनालाई एभ्रीबडी बी पोजिटिभ एभ्रीवान है। सो किप इन टच। सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन, टिकटकलाई फलो गरिदिनु होला। यही तपाईँहरू सबैको सपोर्ट, तपाईँ सबैको आशीर्वादले नै म अगाडि बढ्ने हो। सो सधैँ तपाईँहरूको आशीर्वाद, सल्लाह सुझाव, तपाईँहरूको माया, साथ सपोर्ट अवश्य पनि मलाई सधैँ चाहिरहन्छ है त। हस्त नमस्ते एभ्रीवान।